श्री स्वस्थानी व्रत कथा चौथो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव भने दक्षको घर जान बिर्सेर विष भाङ धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु भएन, कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थापु भनी महादेवलाई हुँदैन, अब के गरौँ भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात झसङ्ग भई कन्यादान दिने दिन आजै हो, विष्णु पुगिसके होलान्, बेला पनि भयो होला, यस्तो सम्झी तत्काल वृद्ध सन्यासीको रूप धारण गरी दक्षको घर पुगी भिक्षा मागे। हे विष्णु, म धेरै परबाट आइरहेको छु, भोक लागिरहेछ, पहिले मलाई भिक्षा नदिई कन्यादान गरे लिने दिने दुवैलाई श्राप दिनेछु। ती सन्यासी रूप महादेवको यस्ता वचन सुनि विष्णु भन्नुहुन्छ, हे भिक्षुक, लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तुष्ट गराउला, अहिले म बसेको ठाउँमा आएर बस भनी आफू बसेकै सिंहासनको छेउमा बसाउनु भयो। महादेव कस्तो समयमा पुग्नु भयो भने बिरनीले सुनको कमण्डलुले धारा दिई दक्ष प्रजापतिले सतीदेवीको हात समाती विष्णुको हातमा सुम्पन्न लागेको यस्तो समयमा पुग्नु भयो र विष्णुले आफ्नो मायाले ढाकेर दक्ष दम्पतिको आँखा छली सतीदेवीको हात सन्यासी रूपी महादेवको हातमा पारिदिनु भयो। त्यो देखेर दक्षले अत्यन्त दुखी भई विष्णुको मुखमा हेरी, तिमी भारी कपेटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरी पुत्री सतीदेवी यो अवस्थामा पर्न गई। दक्षको त्यस्ता कुरा सुनेर पनि शून्य नसुने गरी केही उत्तर नदिई सन्यासी रूपी महादेवसित जान्छु भनेर वैकुण्ठ गए। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वामी पाए पनि चिन्ता गर्नु पर्दैन, हामी छँदैछौँ, तँलाई दुःख हुन दिने छैनौँ, अहिले उसैसित जाऊ। पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूले देवता स्वामी पाएको सम्झी म धिक्कार रहेछु भनी विषाद गरी रुन लागिन्। फेरि विधाताले मेरो लालटमा यस्तै लेखेको रहेछ, अब रुनु व्यर्थ छ, जस्तो भए पनि माता पिताले दिएका मेरा स्वामी यिनै हुन् भनी धैर्य धारण गरिन्। त्यसपछि सन्यासी रूप महादेवले सतीदेवीतर्फ हेरेर भने, हे स्त्री, अब यहाँ बसेर के गर्ने, आफ्नो घर जानुपर्छ, माता पितासित बिदा मागेर आऊ। स्वामीको यस्तो आज्ञा सुनि हवस् भनी माता पिताको नजिक गएर, हे माता पिता, अब